हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ कि? अनि मेरो सबैजनाले मेरो ब्लगमा स्वागत छ। अनि चाहिँ म 6 बजीतिर उठेर पानी भरिरहेको छु गाइस। यहाँ म पानी भरिरहेको छु अनि पानी भरेर फेरि चाहिँ मेरो भाँडासारा धुने काम हुन्छ। अनि हेर्नु गाइस, अब म चाहिँ भाँडा धुन लागेको। अरू भाँडा चाहिँ मैले पहिले रातै धोइसकेँ हुँ। यो कुकुर मात्रै रहेछ अनि त्यही भएर अहिले यसले पनि धोइकन राखिहाल्ने गाइस। अनि भाँडासारा धोइसकेपछि चाहिँ कहिलेकाहीँ लुगा धुने हुन्छ, कहिलेकाहीँ लुगा धुने काम हुँदैन। आज चाहिँ मेरो नानीको 2-3 लुगा मात्रै थियो अनि त्यो लुगा चाहिँ अहिले म यहाँनिर क्लिन गरेर यो धारामा गाइस को जाने के भइरहेछ, पानी एकदमै चुहिरहन्छ। अनि फेरि यहाँ मैले बाल्टी राखिकन अब चाहिँ म लुगा धुन गएँ गाइस। लुगा धोइसकेपछि पानी भर्ने अनि त्यही भएर पानी भरिकन सुतिहाल्छु म। अब हेर्नु गाइस, मैले यहाँ चाहिँ पानी धोएँ, लुगा धोइकन राखेँ। अनि बाई बाई गाइस, मिल्छ नई भिडियोमा।